सो अहिले चाहिँ म कहाँ छु भन्दाखेरि अहिले चाहिँ म यहाँ अनुपम फुडल्यान्ड 32 पुतलीमा छु किनभने आज हाम्रो एउटा सो म त्यता किन छु भन्दाखेरि आज चाहिँ रोटरएक्टबाट एउटा प्रोग्राम हुन लागिरहेको छ वुमेन एक्सपो भन्ने म चाहिँ त्यही अटेन्ड गर्न चाहिँ त्यता छु अहिले चाहिँ घरमा छु अब चाहिँ त्यहाँ जान लाग्यो म कन्फ्युजिङ सेट भइरहेछ तर अब हाम्रो लोकेसन भनेको चाहिँ 32 पुतलीमा द्याट्स वाइ मैले चाहिँ यहाँ एउटा होल्डरै सेटअप हान्दा छु हामी चाहिँ अब चल्यौँ तर अनेस्टली मैले यो फोन होल्डर राखेर चाहिँ एकचोटि ट्राई गरेको थिएँ त्यसपछि मैले किन ट्राई गरेको छैन भन्दाखेरि यो फोन हेरिराख्नु पर्ने भएर चाहिँ मलाई एकदमै डिस्ट्र्याक्टिङ भयो क्या बाइक चलाउँदाखेरि पनि अब तल फोन हेरेर चाहिँ झ्याप्प अगाडि आइदिने गाडी अनि झ्याप्प ब्रेक हान्नु पर्ने त्यस्तो स्थितिहरू धेरै भएर चाहिँ अब यसमा मेरो सेटअप पनि इन्कम्प्लिट भएर नि हो यदि यसमा मैले वायरलेस बड्सहरू कानमा लाएर सुने भने चाहिँ इट वुड बी फार मोर इजियर फर मी अनुपम फुडल्यान्ड्स है हामी चाहिँ अब हुन्छ नि द अनुपम फुडल्यान्डमा टक्क हिँडिरहेका छौँ हाम्रो चाहिँ यतापट्टि प्रोग्राम हुन लाग्छ यतापट्टि प्यानलिस्ट बस्नुहुन्छ देयर वुड बी सम काइन्ड अफ डिस्कसन यतापट्टि अडियन्स हुन्छ हामी बस्छौँ यहाँ चाहिँ हाम्रो मित्र हुनुहुन्छ सतीक्षाजी यहाँ चाहिँ काम चल्दैछ बहुत महत्त्वपूर्ण काम चल्दैछ यहाँ चाहिँ रक्सीजी हुनुहुन्छ अनि उहाँको चाहिँ अब बर्थडे थियो अस्ति ट्रिट पाएन मैले कहिलेको ट्रिट बर्थडेको फेरि वेस्ट गरौँ न त डबल ट्रिट विपिन भाइले चाहिँ एउटा खत्रेवाला डायलग दियो है विपिन भाइ फेरि जाओस् त फेरि केयुले पढाइ सिकाउँछ टियुले जिन्दगी सिकाउँछ दाइ त्यति हो ग्यारेन्टी यहाँ विपिन भाइले मार्केट खाइसक्यो क्या वी अल अग्री टु द्याट है यो इभेन्टमा आएको बापत हामीलाई एउटा कुपन र सुगर दिस इज द लोगो अफ आवर क्लब यो पाइरहेका छौँ अब हामी एकदम मिठो मिठो छैन भाइ मिठो एकदम अब हामी खान लाग्यो बहुत अच्छा सो वी हेभ अ लट अफ स्टल्स आउट हियर हाम्रो चाहिँ यहाँ स्टल्सहरू छ हामी भित्र जाँदा चाहिँ हाम्रो इभेन्ट चाहिँ यतापट्टि भित्र भइरहेछ जहाँ चाहिँ तपाईँको प्यानल डिस्कसन्सहरू चाहिँ सबै भित्र भइरहेछ थ्याङ्क यू भेरी मच सक्षम नारीबाट वी हेभ अ ब्याग अघि देखाएको ब्याग एन्ड इट्स अ भेरी गुड क्वालिटी विपिन भाइ के फिडब्याक अबाउट द ब्याग वी हेभ सम गिफ्ट है सो एउटा नोट प्याड जस्तो रहेछ वी हेभ अ पेन फाइनली वी हेभ अ किल पेन होइन यसरी यहाँबाट हामीले सोचिरहेको थियौँ तर यस्तो रहेछ क्या हामी आज वुमेन एक्सपोमा आएका छौँ तिमीले के भन्नु छ विपिन मलाई केही भन्नु छैन गर्लफ्रेन्ड खोज्नु पर्यो महिनावारीमा पेन हुन्छ नि क्राम्सहरू त्यही कस्तो लागिरहेछ सुरुको स्टेजमा अब सुरु भइरहेछ देखियो किन हुने रहेछ त ओएमा ओए 50% हो 50% आयो भाइ साहब बहुत गाह्रो हुने रहेछ ओए पिरियड पेन्सहरू धेरै गाह्रो हुने रहेछ पढ्ने बेलामा सजिलो एक्सक्रुसिएटिङ पेन हुने रहेछ के फिलै भएको छैन त्यो झक्का आउँछ कि स्योर हो कि अघि देखिसकेँ क्या मैले त्यो रियाक्सन नदेखेर मेरो मेमोरी फुल भयो ए छैन त म त त्यो एकछिन जति सहिदिन्छु ल कस्तो पढेको आउटफिट चेक कता हिँडेको बिजुली बालेर हट भएर तिमी ब्युटी भएर हामी हेरेको हेरे यसमा राख्दै जाने हो ए ल यसो मिलाइदिनु नि त ल पाइलो लक
So lucky as I यो चाहिँ हो कि डाउटफुल menstrual blood can vary in color. It's a fact. wait. भने थिए नि मैले The next game that we are playing is word game, right? Absorbento. लङ Absorbento. एब्जर्सन भने के हो Absorption भयो यो। मलाई डिस्लेक्सिया छ क्या म त्यही नोट्स ओके भने सबभन्दा गाह्रो चाहिँ मेरो थियो होइन केही पनि गाह्रो थिएन केही पनि गाह्रो थिएन केटाहरूले भन्दा केटीहरूले के हेर्नु मजा आउँछ त्यही त ल है धेरैजनाले एकैचोटि ट्राई गर्यो मिल्छ ट्राई त गर्नु थ्याङ्क यू सो यता चाहिँ भेरिएसन कस्तो छ इट्स चिकन ब्रो can try. गएर कति खोइ के को हो यो कागज तिमी कति मुसी मिठो के को भने थाहा छ के को आज कहाँ छ ट्राई एउटा खानु एउटा ल एउटा गरिदिनु है तिनवटा हालिदिएको न कलर आउँछ तिनवटा हाल्ला नि ल तिनवटा हाल्दा नि आएन नि त त्यो पनि टोक्लाको हो त अनि त्यो दुध तातो नभएर सक्यो भने ऊ चाहिँ फेरि मैले कस्तो हिँडिसकेँ बेस्ट